म चाहिँ मेरोबाट पैसा खानेहरूलाई चाहिँ भनेको हैन। अन्त पैसा माग्नु जाँदाखेरि चाहिँ तिमीहरूको को पाल्नु नपाल्नु को पाल्नु छ र, तिमीहरूको बुढाबुढी त हो भने आफ्नो पैसा लगेर चिप्लो चाप्लो गर्दै मागेर लगेर चाहिँ हैन, लगेर काम लगाएर चाहिँ पैसा नदिनेलाई मात्रै भनेको है। त्यस्तो मान्छेले नि पैसा नि कहिले पनि नमाग्नु। त्यो पैसा दिनु नसक्ने, त्यो नाना थरी भन्ने लगेर हैन, हामी पनि मेहनतले कमाएको हुन्छ। वचन चाहिँ कति नराम्रो भनिरहेको हुन्छ। पैसा पो त हाम्रो पनि त्यसै आएको होइन त। त्यसलाई चाहिँ मैले भिडियो बनाइदिएको है। कतिले तेरो को पाल्नु न को पाल्नु भनिरहेको हुन्छ नि पैसाहरू लगेर। अब पैसा लगिराखेको हुन्छ, आफ्नो पैसा मेहनत गरेको पैसा चाहिँ जसले पनि माग्छ नि हैन साथीहरू। त्यसो भनिराखेको हुन्छ कि को पाल्नु न को पाल्नु, बुढाबुढी मात्रै छ भनिबसेको हुन्छ हैन। बुढाबुढीले पनि आफूले मेहनत गरेर खाइराखेको छु नि त, अर्काकोमा माग्नु गएको छुइनँ। तर त्यस्तो भन्छ कि बरुभन्दा पैसा माग्नै मेरो घरमा त नआओस् जस्तो लाग्छ नि। पैसा दिन्छु, फर्काउनु जान्नुपर्छ है। त्यस्तो मान्छेलाई चाहिँ भनेको है, काम लगाउँछ ओर्छ पैसा नदिनेहरू। गाउँ बस्तीमा त्यस्तो हुन्छ नि, छ पनि।